आज फेरि पनि म पुगेँ त्यो ठाउँमा जहाँ सुकुम्बासीहरू हटाइँदै थिए। केही दिन अघिसम्म यहाँ मान्छेको भिड, बच्चाहरूको खेलाइ, चुलोको धुवाँ र दैनिक जीवनको चहल पहल थियो। तर आज दृश्य फेरिएको थियो। कतै घरका टिनहरू छुट्टै थुपारिएका थिए, कतै कपडा बाँधेर मानिसहरू सामान समेटिरहेका थिए। म त्यहाँ पुग्दा धेरै मानिसहरूको अनुहारमा चिन्ता देखिन्थ्यो। कसैको आँखामा आँसु थियो, कसैले चुपचाप आफ्नो सामान बोकेर अर्को ठाउँ खोज्ने तयारी गरिरहेका थिए। सानो बच्चाहरूले भने अझै सबै कुरा बुझिरहेका थिएनन्। उनीहरू वरिपरि खेल्न खोज्थे, तर वातावरणमा खुसी थिएन। त्यहाँ एक आमा भेटिनुभयो। उहाँले भन्नुभयो, हामीले यहाँ धेरै वर्ष बितायौं, सुख दुःख सबै यहीँ भोग्यौं। अब फेरि कहाँ जाने थाहा छैन। उहाँको आवाज सुन्दा मन नै भारी भयो, किनकि घर भनेको केवल चारवटा भित्तो होइन, त्यो त सम्झना, सङ्घर्ष र परिवारको आश्रय पनि हो। अर्कोतिर केही मानिसहरू सरकारको निर्णय ठिक भएको पनि भन्दै थिए। उनीहरूको भनाइ थियो कि सार्वजनिक ठाउँ व्यवस्थित हुनुपर्छ, सहर सफा र सुरक्षित हुनुपर्छ, नियम सबैका लागि बराबर हुनुपर्छ। यो कुरा पनि गलत होइन। सहर विकासका लागि नियम चाहिन्छ, तर प्रश्न यही उठ्छ, व्यवस्था गर्ने तरिका कस्तो हुनुपर्छ? यदि कसैलाई हटाइन्छ भने उसलाई जाने ठाउँ चाहिन्छ कि चाहिँदैन? यदि घर भत्काइन्छ भने विकल्प दिनुपर्छ कि पर्दैन? यही विषयमा धेरै मानिसहरू बहस गरिरहेका थिए। मैले त्यहाँ वरिपरि हेर्दा कतै पुराना भाँडाकुँडा, कतै स्कुल ब्याग, कतै बच्चाको खेलौना छरिएको देखिन्थ्यो। यी सामानहरू केवल वस्तु होइनन्, यी परिवारका कथा हुन्। एउटा घरको भान्सा, बच्चाको पढाइ, आमाको सपना, बाबुको मेहनत, सबै यिनै सामानसँग जोडिएको हुन्छ। केही युवाहरू भने मोबाइलबाट भिडियो खिचिरहेका थिए, कसैले लाइभ गरिरहेका थिए, कसैले फोटो खिचिरहेका थिए। अहिलेको समयमा कुनै पनि घटना तुरुन्तै सबै ठाउँमा पुग्छ, तर स्क्रिनमा देखिने दृश्यभन्दा वास्तविकता धेरै फरक हुन्छ। नजिकै गएर हेर्दा मान्छेको पीडा महसुस हुन्छ। म त्यहाँ उभिएर सोचिरहेँ, हाम्रो समाजमा विकास र मानवता दुवै सँगसँगै जानुपर्छ। सहर सफा, सुन्दर र व्यवस्थित बन्नुपर्छ, तर त्यही समयमा कमजोर र गरिबको पीडा पनि बुझिनुपर्छ। नियम लागू गर्दा संवेदना पनि चाहिन्छ। एकजना बुबाले भन्नुभयो, हामीलाई हटाउनुभन्दा पहिले बस्ने ठाउँ दिएको भए हामी आफै सर्दैनथ्यौं। यो वाक्यले धेरै कुरा बोल्छ। मानिसहरू सधैँ विरोध गर्न चाहदैनन्, तर बाँच्नका लागि आधार खोज्छन्। त्यहाँबाट हिँड्दै गर्दा मैले फेरि एकपटक पछाडि फर्केर हेरेँ। धुलो उडिरहेको थियो, केही संरचना हटाइँदै थियो। मानिसहरू आफ्नो जीवनको अर्को अध्याय सुरु गर्न बाध्य थिए। कसैका लागि यो केवल समाचार होला, तर कसैका लागि यो जीवनकै ठूलो मोड हो। हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने समस्या केवल हटाउने वा नरहने मात्र होइन। असली समाधान भनेको व्यवस्थित पुनर्स्थापना, सम्मानजनक व्यवहार र दीर्घकालीन योजना हो। तपाईलाई के लाग्छ? सहर व्यवस्थित बनाउन यस्तो कदम आवश्यक छ कि पहिले बसोबासको व्यवस्था गरेर मात्रै हटाउनुपर्छ? आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सनुहोस्। यस्तै वास्तविक भिडियो र समाजका यस्ता विषयहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस् र शेयर गर्नुहोस्। धन्यवाद।